ल साथीहरु आज चाहिँ हामी आलु खन्दै है धेरै लामो समयपछि म भिडियो बनाउँदैछु आलुको यो चाहिँ पार्ट 5 मैले पार्ट 4 पनि राखेको थिएँ आज चाहिँ भिडियो पार्ट 5 है यो भिडियो मैले लगाउँदा देखि अहिले खन्दासम्मको भिडियो बनाएको छु सबैले माया गरेर शेयर गरिदिनु होला भन्न चाहन्छु हामी कृषकहरुको लागि चाहिँ एकदम उत्कृष्ट खेती पनि हो यो आलु हामीले खनेर यहाँनेर चाहिँ यो डोकामा यसरी भरिन्छ अब यो चाहिँ बोक्ने तयारीमा छ यो भरेको आलुको साइज धेरै ठुलो छैन नर्मली छ म्याक्सिमम 300-400 ग्राम कोही 1 केजी को पनि छ यहाँनेर चाहिँ सबै खनेर यसरी राखिएको आलु हो अझै मम्मी के छ अब आलु फल्छ कतिको छ फले यसरी आलु फल्छ हैन टक्क लाएर आलु खाने एउटा बोटमा चाहिँ फल्छ 10 15 20 वटा फलिरा हुन्छ लगभग साइज अनुसार अनि यहाँनिर चाहिँ हाम्रो यो खनेको अझै खन्न धेरै बाँकी छ यो बारी त धेरै छ यो हामीले जति डोको ठड्याएको छ नि यहाँनिर खनेको लगभग 35-40 बोरा भएको होला अझै यो त 4 भागको 1 भाग पनि खनेको छैन अझै धेरै खन्नु पर्ने छ हिजोदेखि खन्न सुरु गरेको यता नि काम चलिरहेको छ त्यहाँनिर खनेर भ्याइसक्यो यो भर्खर सुरु हुँदैछ अनि यहाँ चाहिँ हाम्रो बचेको आलु चाहिँ टिप्ने नानीहरु है सानो आलु यो चाहिँ ठुलो आलु बेच्ने बचेको आलु चाहिँ उठाएर बारीबाट साइड लगाउँदैछन् यो आलु चाहिँ के छ काम राम्रै चलेछ एकदम बबाल भिडियो बनाउनु मात्र हो तपाईको काम हुने कुटो हेर्न कुटो यो कुटो देखाउनु मात्र है दर्शकहरु देखाउने मात्र यिनीहरुले सबैले मलाई मिलेर हेर्छन् के किन सबै यिनीहरु चाहिँ काम गर्ने रे म चाहिँ बसेर भिडियो मात्र बनाउँछु यति धेरै कुटो बोकेर आज दिनभरि काम गरे हैन यिनीहरुले त्यो चाहिँ देख्दैनन् यो कुटो बगे काम भयो गाइस आलु कुट्नु पर्दैन कुटो बगे आफै आइन्छ मैले काम नगरे हो टक्क टिप अलि मजासँग टिप है सानो आलु एकदम बेस्ट तरिकाले टिप अनि हामीलाई माथि नेट चलाउन जान ढिलो हुन्छ कहाँ जाने माथि जुडुङ्गा हो रात परेकोलाई जुडुङ्गा नेट चलाउँछ ल हामी मकै बारी दर्याम भनेर यो मकै सहित आलु पनि दर्याम बनाउँछौँ है गाइजहरु यदि तपाईहरु काममा बिजी हुनु हुँदैन फ्री हुनुहुन्छ कोही डुलेर खानुहुन्छ भने यतातिर हाजिर हुन सक्नुहुन्छ काम एकदम रोजगारी पनि खुलेको छ यस्तै डुल्ने कोही हामी नानीहरु जस्तै डुल्ने कोही छ भने यतातिर आलु खाने काम बेस्ट चलिरहेको छ आउनु सबैजना